प्रधानमन्त्री बालेन शाह पोखरामा गएर स्थानीय जनताहरूसँग भलाकुसारी गर्दै हुनुहुन्छ। हेर्नुहोस् यो भिडियो। हेर्नुभयो नि होइन हो, प्रधानमन्त्री बालेन शाह मुस्ताङ भ्रमणमा निस्किए लगतै अहिले पोखराका स्थानीय जनताहरूसँग पोखरामा भइरहेका गतिविधि र पोखरामा के कस्ता सुविधा र असुविधाको बारेमा चाहिँ त्यहाँका स्थानीयहरूसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री जस्तो व्यक्तित्व अहिले बिना सेक्युरिटी, बिना सुरक्षाकर्मी विहीन अहिले पोखरामा जानुभएको छ भने पोखरा सम्पूर्ण भ्रमण गरे लगतै उहाँ मुस्ताङको भ्रमणमा निस्किनु हुनेछ। र कतिपय मान्छेहरूले के भनिरहेका छन् भने प्रधानमन्त्री बालेन शाह मुस्ताङ गएर प्रधानमन्त्री बालेन शाह मुस्ताङमा रहेको युरेनियमको सम्पूर्ण चेक जाँच गरेर अब अमेरिकी सेनालाई चाहिँ झार्नको लागि बालेन शाह मुस्ताङ प्रस्थान भएका हुन् भनेर चाहिँ कतिपय मान्छेहरूले टिका टिप्पणी गरिरहेका छन्। हो साथीहरू, मान्छेले चाहँदैमा र एकजना व्यक्तिले चाहँदैमा देशमा भएको त्यत्रो युरेनियम सर्लक्कै निकाल्न भनेको सजिलो छैन साथीहरू। हो, त्यही भएर बालेन शाह मुस्ताङ गए भन्दैमा त्यहाँको युरेनियमको अनुगमन गरेर विदेशीको हातमा दिने भए भन्न तपाईँ हामीहरूलाई सजिलो हुन्छ, तर वास्तविकमा त्यस्तो होइन साथीहरू।